हेलो स्वागत छ हजुरहरूलाई यहाँ हाम्रो नयाँ भिडियोमा। आज हामीले एउटा लङ भिडियो बनाउन गइरहेछौँ। समय एकदमै खराब चलिरहेछ, मौसमको कारण हामीले भिडियो बनाउन सकिरहेको थिएनौँ। त्यही पनि आज चाहिँ हामीले एउटा नयाँ भिडियो बनाउँ भनेर आइसकेका छौँ। आजको भिडियो चाहिँ हामी प्रायः जस्तो टिकटकमा फेसबुकमा हाल्दैनौँ, हामी युट्युबमै लगाउँछौँ। अनि यदि हजुरहरूले हाम्रो भिडियो हेर्न चाहनुहुन्छ भने युट्युबमा गएर हजुरहरूले सर्च गर्नुपर्ने हुन्छ एनएस खड्का अरविन्द, हजुरहरूले भेट्न सक्नुहुन्छ। अनि त्यसमा गएपछि हजुरहरूले एउटा सब्सक्राइब र एउटा मिठो कमेन्ट चाहिँ छोडिदिनु होला। अब हामी भिडियो बनाउँछौँ। हेर्नुहोस्, हाम्रो मौसम पानी आएको कारण एकदमै, त्यही पनि हामीले हजुरहरूको लागि भिडियो बनाइरहेका छौँ। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हेलो एभ्रिवान, सबै यहाँ भन्न त दिदीहरूले भनिसक्नुभयो। आज च्यालेन्ज भिडियो छ, त्यो अरू दिनको भन्दा अर्कै च्यालेन्ज छ। अनि यहाँ छ मेरो भाइ होइन, यहाँ बसिरहेछ। कस्तो छ भन् त हाम्रो भाइ? केही बोलेको छैन होइन। अब यहाँ दिदी हुनुहुन्छ, अब हाँसेको हाँसे। हामी त केही भन्दैनौँ। अब लेट्स गो, भिडियो हेरौँ त्यस पछाडि। अनि लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु नयाँ हुनुहुन्छ भने होइन। अब के भन्नु र, हामीहरू त आयो झन्डै लड्यो। हाम्रो मौसम पनि यस्तो छ, पुरै अन्धकार छ, पानी आउन खोज्दैछ। जाडोकोमा हामीले बाहिर भिडियो बनायौँ न। अब भिडियोतिर जाउँ। हामीहरू चाहिँ अब भिडियो बनाउन गइरहेको छौँ। सबै सामानहरू रेडी छ। म चाहिँ क्वेसन सोध्छु, अब दिदीभाइहरूले चाहिँ एन्सर दिन्छन्। म जुन तान भन्छु त्यही ताने भने, राइट ताने भने तिनीहरू ठिक हुन्छ। त्यो अब क्वेसन यहाँ के छन्, अब को धेरै घमण्डी छ भन्छु। अब त्यो केही पर्फ्युम तान भन्ने भने जसले तान्छ त्यो हुँदैन, जसले त्यो तान्न सक्दैन त्यही घमण्डी हुन्छ। यस्तो छ नियम, बुझ्यो होइन गाइज? अब हाम्रो साथीहरू दिदीभाइ रेडी छन्। अब म क्वेसन सोध्न गइरहेको छु, को धेरै घमण्डी छ? अब के तान्न भने नङपालिस तान। यसमा चाहिँ पर्छ घमण्डी भइरहेछ होइन। म चाहिँ घमण्डीमा परिनँ, मैले किनकि तानिसकेको छु। अब सेकेन्ड क्वेसनको लागि को धेरै खान्छ, त्यसको लागि नियम बुझेन जस्तो छ भाइले। त्यो नन पालिस नि यतै राख्नु, त्यो सामान कम भएको कारणले हामीले नन पालिस नि फेरि अघिको क्वेसनलाई नि यतै ल्याउँछौँ। अब सेकेन्ड क्वेसन थियो को धेरै खान्छ, त्यसको लागि मार्कर तान। हुन त हो, खाना त मै धेरै खान्छु। भाइले जितिसकेको छ। अब फेरि सामान मिलाउने पालो। अब तेस्रो क्वेसन रहेको छ, कसलाई धेरै रिस उठ्छ, त्यसको लागि के तान भने पर्फ्युम तान। भाइले तानिसकेको छ। ल नम्बर भाइले 2 पोइन्ट ल्याइसकेको छ भने दिदीले 1 पोइन्ट। त्यो पोइन्ट चाहिँ लेखेको छैन, त्यही भएर कन्फ्युज हुँदैछ। 4 नम्बर रहेको छ, को धेरै गोरो छ, त्यसको लागि तान्नु नै पर्ने हुन्छ गाजल। सामान फेरि भत्ताभङ्ग भएछ, एकचोटि मिलाउनु होला। अब 5 नम्बरमा रहेको छ, को धेरै पढ्छ, त्यसको लागि तान्नु पर्ने छ डस्टर। पोइन्ट कसको कति भयो त्यो तपाईँहरूले कमेन्ट 3 भयो, यसको 2 भयो। कमेन्ट गरिदिनु होला। अब दिदीले भने पनि कसले अन्तिमसम्म भिडियो हेर्नु हुँदो रहेछ। अब कति 6 नम्बर पुगिसकेको छ, को धेरै घुम्न हिँड्छ, त्यसको लागि रहेको छ हाम्रो टिका। अब 7 नम्बरमा रहेको छ, को धेरै रुन्छ, त्यसको लागि फेरि हामीहरू गाजल। गाजल तानिसकेको छु। यसले मतलब 2 मार्क्स मात्रै जितेको छ, अझ मैले जितिरहेको छु। कति भयो हजुरहरूले हेरेर कमेन्ट गर्नुहोस् है। अब 8 नम्बरमा रहेको छ, को धेरै अल्छी छ, त्यसको लागि तान्नु पर्ने हुन्छ पुलिस।
हो यो चाहिँ सही हो म अल्छे छु अलिक यो चाहिँ जानकारी गर्छ अब अर्को रहेको छ 9 नम्बर रहेको छ को धेरै सुत्छ त्यसको लागि तान्नु परेको छ पेन्सिल मैले भेटिसकेँ अहिले त नाटिँदा थियो सुत्न त मै सुत्थेँ तर मैले नै जितेँ यार अब 10 नम्बरमा रहेको छ को धेरै टिकटक बनाउँछ त्यसको लागि तान्नु नै पर्ने हुन्छ गम हाम्रो भाइ म टिकटक धेरै नै बनाउँछु यसले गर्दा त अब 11 नम्बरमा रहेको छ को धेरै मोबाइल चलाउँछ त्यसको लागि तान्नु पर्ने हुन्छ गिल्सरिङ अब पोइन्ट कति भयो कमेन्ट गरिदिँदै गर्नु अब अर्को नम्बर रहेको छ 12 नम्बरमा पुगिसकेको छ को धेरै दयालु छ त्यसमा तान्नु पर्ने हुन्छ डटपेन म चाहिँ दयालु चाहिँ है मेरो अनुहार हेर्दा त्यस्तै देखिन्छ नि त नि ल मैले जितिसकेँ ल आजको हाम्रो चाहिँ अर्को नि सकेको जितिसके अझै रहेछ होइन कमेन्ट गरिदिनु होला कसको कति पोइन्ट भयो अब अर्को नम्बर छ 13 नम्बर को धेरै मिलनसार छ त्यसको लागि तान्नु पर्ने हुन्छ हाम्रो अहिलेसम्म नउठेको चिज भनेको डस्टर उठाउनु होला भाइ ए मैले बिर्सेछु भाइले हेरेको हेरे भयो भाइ च्यालेन्ज अब लास्ट एन्ड फाइनल अन्तिम क्वेसन रहेको छ को धेरै जिद्दी छ अब त्यसको लागि चाहिँ तान्नै पर्ने हुन्छ रेडी हो नि गाइज लास्ट क्वेसन अब कसले तान्ने होला नेल पलिस ल कसको कति पोइन्ट हो भनेर चाहिँ थाहा भएन ठ्याक्कै अब जित्न चाहिँ कसले जित्यो कमेन्ट गरिदिनु होला लास्टसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क्स फर अब यस्तै भिडियो हामी छिट्टै लिएर आउनेछौँ हेरेर प्रतिक्रिया दिनु होला ल है त आज चाहिँ मैले नै जितेँ होला जस्तो लाग्छ हजुरहरूले कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला ओके थ्याङ्क यू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गर्नु होला थ्याङ्क्स फर वाचिङ गाइज